जय मसीह यहाँहरू सम्पूर्णलाई विश्वासको यात्रा युट्युब च्यानल र विश्वासको यात्रा फेसबुक पेजमा सदाझै आज पनि तपाईहरु सम्पूर्णलाई म हार्दिक स्वागत गर्न चाहन्छु। आउनुस् आजको वचनलाई सुरुवात गरौँ। यी दिनहरुमा मैले तपाईहरुको बीचमा प्रार्थनाको विषयमा बाँडिरहेको छु। आजको वचनको विषय रहेको छ प्रार्थनाको महत्त्व हाम्रो जीवनमा। हामी प्रभु येशूलाई विश्वास गर्नेहरुको लागि प्रार्थनाको जीवन अत्यन्त महत्त्वपूर्ण हुन्छ। प्रार्थना हाम्रो जीवनको लागि कति धेरै महत्त्वपूर्ण छ भन्ने कुरा हामी येशू ख्रीष्टको जीवनीबाट पनि हेर्न सक्छौं। उहाँले कुनै पनि कार्य गर्नुभन्दा अगाडि उहाँले प्रार्थना गर्नुभएको कुरा हामी बाइबलमा देख्न सक्छौं। उहाँ परमेश्वरको पुत्र भइकन पनि उहाँले प्रार्थना गर्नुभएको कुरा हामी बाइबलमा पाउँछौँ। अझ ईश्वर शास्त्रीय हिसाबमा भन्नुपर्दाखेरि उहाँ 100% मानिस हुनुहुन्थ्यो, 100% उहाँ ईश्वर हुनुहुन्थ्यो, तर पनि उहाँले प्रार्थना गर्नुभएको कुरा हामी देख्न सक्छौं बाइबलमा। त्यसैले आज प्रभु येशूले आफ्नो जीवनमा अथवा संसारको बसाइमा उहाँले सेवाकाई गर्नु हुँदाखेरि कस्तो कस्तो परिस्थितिमा प्रार्थना गर्नुभयो भन्ने कुरा म तपाईहरुको बीचमा केही उदाहरण सहित प्रस्तुत गर्न चाहन्छु र हामी अन्तिममा हेर्नेछौं प्रार्थनाका स्वरूपहरू। आउनुहोस् सुरुवात गरौँ। पहिलो उदाहरण रहेको छ आफ्नो सेवाकाईको सुरुवात गर्नुभन्दा अगाडि अथवा सेवाकाईमा जानुभन्दा अगाडि प्रभु येशू ख्रीष्टले 40 दिनको उपवास बस्नु भएको कुरा हामी बाइबलमा पाउँछौं। यसको मतलब के हो भने उहाँले आफ्नो यो संसारमा प्रभु परमेश्वर पिताले दिनुभएको कार्यलाई पूरा गर्नुभन्दा अगाडि, त्यसको सुरुवात गर्नुभन्दा अगाडि उहाँले उपवास बसेर उहाँको सहायता लिनको निम्ति, उहाँको अगुवाई लिनको निम्ति उहाँले समय बिताउनु भएको कुरा हामी त्यस अध्यायमा पाउँछौँ। दोस्रो रहेको छ उहाँले बत्तिसमा लिनुभन्दा अगाडि उहाँले बत्तिसमा लिँदाखेरि प्रार्थना गर्नुभएको कुरा हामी लुकाको पुस्तक 3 अध्यायको 21 पदमा पाउँछौँ। त्यहाँ यसरी लेखिएको छ, म तपाईहरुको निम्ति पढ्न चाहन्छु। तब सबै मानिसहरूले बत्तिसमा लिए अनि येशूले पनि बत्तिसमा लिएर प्रार्थना गरिरहनु भएको थियो। तब स्वर्ग उग्रियो र पवित्र आत्मा शारीरिक रूपमा ढुकुर जस्तो उहाँमाथि ओर्लनु भयो। अनि स्वर्गबाट यस्तो एउटा आवाज आयो, तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु। यहाँनिर प्रभु येशू ख्रीष्टले बत्तिसमा लिनुहुँदाखेरि लिइसक्नु भएपछि आफ्नो प्रार्थना गर्नुभएको कुरा र प्रार्थना गरिसकेपछि परमेश्वर त्यहाँनिर बोल्नु भएको कुरा हामी त्यहाँनिर पाउन सक्छौँ। तेस्रो उदाहरण रहेको छ उहाँले आफ्नो सेवाकाईलाई विस्तार गर्नु हुँदाखेरि उहाँले आफ्ना 12 जना चेलाहरू छान्नुभन्दा अगाडि उहाँले पुरै रात प्रार्थना गर्नुभएको घटना हामी बाइबलमा पाउन सक्छौँ। लुकाको पुस्तक 6 अध्यायको 12 र 13 पदमा यसरी लेखेको छ, ती दिनमा उहाँ पहाडतिर प्रार्थना गर्न जानुभयो र परमेश्वरसँग प्रार्थना गर्दै पुरै रात बिताउनु भयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई उहाँ आफू कहाँ बोलाएर तिनीहरूमध्ये 12 जनालाई छान्नुभयो र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो। प्रभु येशूले पनि आफ्नो सेवाकाईका विभिन्न क्षेत्रहरूमा विभिन्न समयहरूमा उहाँले प्रार्थनाद्वारा त्यो कार्यहरूलाई सुरुवात गर्नुभएको कुरा हामी यहाँनिर बाइबलमा पाउँछौँ। चौथो रहेको छ उहाँले सिमोन पत्रुसलाई प्रार्थना गर्नुभएको कुरा हामी बाइबलमा पाउन सक्छौँ। उहाँले लुकाको पुस्तक 22 अध्यायको 31 र 32 पदमा उहाँले सिमोनलाई के भन्नुभएको छ भने, सिमोन सिमोन हेर, शैतानले तिमीलाई गहुँ जस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरेँ र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ भनेर प्रभुले सिमोनको निम्ति प्रार्थना गर्नुभएको। त्यो प्रार्थना पनि सिमोनको विश्वास नडगमगाओस्, उनलाई आएको परीक्षामाथि उनी फेल नहुन् अथवा परीक्षामाथि विजयी हुन् भनेर प्रभुले उनको निम्ति प्रार्थना गर्नुभएको कुरा हामी बाइबलमा पाउँछौँ। जसरी येशू ख्रीष्टले आफ्ना सेवाकाईका विभिन्न क्षेत्रहरूमा प्रार्थना गर्नुभयो, तपाईँ र मैले पनि आफ्ना जीवनका विभिन्न परिस्थितिहरूमा अवस्थाहरूमा प्रार्थना गर्नु आवश्यक छ, किनभने प्रार्थना हामी इसाईहरूको जीवनमा अत्यन्त महत्त्वपूर्ण छ र तपाईँ र मेरो जीवनमा प्रार्थना पहिलो प्रतिक्रिया हुनुपर्छ। त्यसैले हामी इसाईहरूको निम्ति प्रार्थना अत्यन्त जरुरी छ र प्रार्थना हाम्रो पहिलो प्रतिक्रिया हुनुपर्छ। त्यसैले तपाईहरुको बीचमा आज म प्रार्थनाका 3 वटा स्वरूपहरूको विषयमा बताउन जाँदैछु। पहिलो रहेको छ
आवश्यकताको निम्ति परमेश्वरमा बिन्ती जाहेर गर्ने प्रार्थना। यो कुरालाई बुझ्नको निम्ति बाइबलका दुईवटा बाइबल खण्डहरूबाट म तपाईँहरूको बिचमा बताउन चाहन्छु। लुकाको पुस्तक 5 अध्यायको 12 पदमा त्यहाँ यसरी लेखेको छ, जब उहाँ कुनै एउटा सहरमा हुनुहुन्थ्यो तब कुष्ठरोगले भरिएको एकजना मानिसले यसुलाई देखेर उहाँको चरणमा घोप्टो परी बिन्ती गर्यो, हे प्रभु, तपाईँले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ। कुष्ठरोगीले आफ्नो रोग निको होस् भन्ने कुराको बिन्ती प्रभु येशूमा घोप्टो परेर बिन्ती गरेको कुरा हामी यहाँनिर पाउँछौँ। उसको आवश्यकता त्यो रोगबाट छुटकारा पाउनु थियो। दोस्रो खण्ड रहेको छ लुकाको पुस्तक 10 अध्यायको 2 पदमा उहाँले के भनिराख्नु भएको छ भने उहाँले तिनीहरूलाई भन्नुभयो, फसल त प्रशस्त छ तर खेतालाहरू थोरै छन्, यसकारण फसलका प्रभुलाई प्रार्थना गर र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन्। प्रार्थनाको एउटा स्वरूप बनेको के हो भनेदेखि हाम्रा आवश्यकताहरूको निम्ति हामीले त्यो पुरा होस् भनेर परमेश्वरमा प्रार्थना गर्नुपर्दछ। दोस्रो रहेको छ धन्यवाद जाहेरको प्रार्थना अथवा धन्यवादको प्रार्थना। यो कुरालाई बुझ्नको निम्ति हामी बाइबलका दुईवटा पदहरूलाई हेर्नेछौँ। तिनीहरूमध्ये एकजनाले आफू निको भएको देख्यो र उच्च स्वरले परमेश्वरको महिमा गर्दै त्यो फर्क्यो। त्यो कुष्ठरोगीहरूको एउटा समूह थियो जसले चाहिँ एउटाले चाहिँ आफू निको भएको देखेपछि तुरुन्त फर्केर येशूलाई धन्यवाद दिएर येशूको पाउमा घोप्टो पर्यो, प्रभु तपाईँलाई धन्यवाद, तपाईँले मलाई निको गर्नुभयो भनेर उसले भनेको छ। दोस्रो खण्ड रहेको छ मत्तीको पुस्तक 26 अध्यायको 27 पदमा उहाँले अन्तिम भोजमा के गरिरहनु भएको छ भने कचौरा हातमा लिएर उहाँले परमेश्वरलाई धन्यवाद दिएर यसो भन्नुभयो, तिमीहरू सबैले यसलाई पियो। यी दुईवटा पदहरूमा प्रयोग भएको प्रार्थनाको शब्द ग्रिक भाषामा युकेरिस्टियो प्रयोग भएको छ, जसको अर्थ हो धन्यवाद दिनु अथवा प्रशंसा वा कृतज्ञता साथको प्रार्थना भन्ने अर्थ लाग्दछ। तेस्रो रहेको छ विनम्र अनुरोध र निवेदनको प्रार्थना। यो प्रार्थनालाई बुझ्नको निम्ति हामी बाइबलका दुईवटा पदहरूलाई हेर्नेछौँ। पहिलो रहेको छ लुका 22 अध्यायको 42 पद, जैतुनको डाँडामा येशूको प्रार्थना। त्यहाँनिर येशू ख्रीष्टले आफू क्रुसमा चढी जानुभन्दा अगाडि आफ्नो पितासँग गर्नुभएको प्रार्थनाको विषयमा लेखेको छ। उहाँले के भन्नुहुन्छ भने लुकाको पुस्तक 22 अध्यायको 42 पदमा, हे पिता, तपाईँको इच्छा भए यो कचौरा मबाट हटाइदिनुहोस्, तर मेरो इच्छा होइन तपाईँकै इच्छा पुरा होस्। उहाँ यस संसारमा जुन उद्देश्यको निम्ति आउनुभएको थियो त्यो उद्देश्यमा उहाँ क्रुसमा मर्नुभन्दा अगाडि उहाँले त्यो सहनको निम्ति मानवीय हिसाबमा गाह्रो भएको कारणले गर्दा आफ्नो पितालाई विनम्र अनुरोध गरिरहनु भएको छ कि हुनसक्छ भने पिता यो कचौरा मबाट हटाइदिनुहोस्, तर मेरो इच्छा होइन तपाईँको इच्छा पुरा होस् भनेर उहाँले विनम्र अनुरोध र निवेदन गर्नुभएको कुरा हामी यहाँनिर पाउँछौँ। यही कुरालाई हिब्रूको पुस्तक 5 अध्यायको 7 पदमा यहाँ यसरी लेखेको छ, येशूले आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रन्दन र आँसुसहित प्रार्थना चढाउनु भयो अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना नम्र निवेदन सुनियो भनेर त्यहाँनिर भनिएको छ। त्यसैले हाम्रा निवेदनहरू, हाम्रा विनम्र अनुरोधहरूको निम्ति पनि हामी प्रार्थना गर्न सक्छौँ। हाम्रा जीवनका हरेक परिस्थितिहरूमा हामीले प्रार्थना गर्न सक्छौँ। प्रार्थना हामी इसाईहरूको जीवनको श्वास प्रश्वास हो भनेर कसै एकजनाले भन्नुभएको छ। जसरी आराधनालाई हामीले हाम्रो जीवनको जीवनशैली बनाउनु पर्दछ, त्यसरी नै प्रार्थनालाई हाम्रो जीवनको श्वास प्रश्वास बनाउनु पर्छ, हाम्रो आत्मिक जीवनको। त्यसैले आजको वचनबाट म तपाईँहरूको बिचमा यो उत्साह बाँड्न चाहन्छु कि प्रार्थनालाई हाम्रो पहिलो प्रतिक्रिया बनाऊ, जसरी प्रभु येशू ख्रीष्टले बनाउनु भएको छ। उहाँले आफ्ना जीवनका हरेक क्षेत्रमा हरेक कार्य गर्नु हुँदाखेरि प्रार्थनाद्वारा सुरुवात गर्नुभएको छ। त्यसरी नै हामीले पनि हाम्रा जीवनका हरेक अवस्थाहरूमा हरेक कार्य गराइमा प्रार्थनालाई पहिलो प्राथमिकता दिनुपर्दछ। परमेश्वरले यहाँहरू सम्पूर्णलाई आशिष दिनुभएको होस्। हस्त, जय मसीह।